ल गाइज आज चाहिँ यो साँगा यतापट्टि पुरा जाम भइरहेछ। एम्बुलेन्स केही छिर्ने ठाउँ छैन। ल यत्रो जाम छ। साँगादेखि यता सूर्यविनायक चोक आइपुगिसक्यो। जामको जाम। एम्बुलेन्स पनि कराइरहेको छ। एम्बुलेन्स जाने बाटो शुद्ध छैन गाइज। ल नेपालको बाटोहरू पनि यस्तो छ। ल यत्रो जाम छ। गाडी जाने शुद्ध, बाइक जाने केही ठाउँ छैन। एम्बुलेन्स कराइरहेको छ। एम्बुलेन्स जाने शुद्ध बाटो छैन। जाम त पुरै छ नि। साँगादेखि ओरा पुरा जाम हो। एम्बुलेन्स जाने सकेको छैन अहिलेसम्म। बिरामी त्यहाँ सिकिस्तै भित्र बिरामी त्यस्तो भइरहेछ। एम्बुलेन्स जाने बाटै छैन। खुल्दै खुलेको छैन अहिलेसम्म जाम। ट्राफिकहरू खोइ भयो कि नभयो अब केही थाहा छैन होइन। अब यो चुनावको कारणले गर्दा हो कि किन हो यो जाम कहिले खोल्ने र यो बिरामी कहिले पुग्ने त हस्पिटल कहिले। यत्रो जाम छ। एक थोपो सर्दैन खोइ गाडी बाइक। हल्का 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 सर्छ यार। कहिले खोलिन्छ यो जाम। अनि यसरी नेपाल कहिले बन्ने त खोइ। बाटोको हालतहरू पनि यस्तो छ। ल यो खोला हो कि अब के गर्छ। खोला हो कि बाटो हो एउटै छ होइन। जाम त कति नि अलिअलि खोलिँदैछ भाइ। हाम्रो ट्राफिक सरले हेर्दै हुनुहुन्छ माथि माथि। यही हो चिप्लियाको काइला माथितिर हो। अब चाहिँ खोल्यो जस्तो छ है। यो जाम त कति नि। ल नेपालको बाटो भने यस्तै हो। धुलो हेर ल जाम त साँगादेखि तलतिर पुरा जामै जाम हो। धुलो भन्ने कुरो यस्तै छ। देख्न सक्नुहुन्छ पुरै जामै जाम हेर। बिस्तारी गाइज बिस्तारी। मेरो दाइ बिस्तारी चलाउनु है। म बिहे गरेको छैन दाइ। बिहे गर्नु बाँकी छ। लट छिलाउँछ मेरो दाइले यस्तो। ल पुरै जाम हो अनि गाइज बाटो एम्बुलेन्स पुग्यो कि पुगेन। पुरा जाम छ। साँगाभन्दा यतादेखि जाम हो। यता त अलिअलि खोलिरहेको छ। अब चाहिँ खोल्यो। अझ जामै छ नि चोकतिर त। लाइभ भिडियो गाइजहरू हेर्नु सक्नुहुन्छ। कहिले खोलिसक्नु त नि यो जाम। सब कता साइडबाट आउँदा नि जाम खोलिसकेको छैन। ल जाम त यस्तो छ अनि यसरी कसरी हुन्छ नेपाल। यो चुनावको कारणले हो कि किन हो यो जाम भएको चाहिँ हामी बुझ्न सक्दैनौँ। हेर्नुहोस् बाटो भने यस्तै हो। यो खोलाको बगर हो कि बाटो हो। अब यो कसले बनाउने हो चुनाव त। ल हेर बाटो गाइस। ल बिस्तारै बिस्तारी। तपाईँको दाइले भाइले बिहे गरेको छैन क्या दाइ। गाटाले लगाउनु भयो। बिस्तारी ए ब्रेक ल ए हो जामै जाम छ। अनि के बाटो यो के हो यसलाई बाटो भनिन्छ है खोलाको बगर भनिन्छ गाइस। कहिले बन्ने त यस्तै हो। ल बाटोको भित्र हाम्रो दिदी रिसाउँदै हिँड्नु भएको छ। बिस्तारी जाम त यो कहाँदेखि कोटेश्वरदेखि छ के हो। धुलो छ अनि बाटो हेर बाटो यही हो। ल
त्यसले त गरिन्छ। अब हाम्रो गन्तव्य चाहिँ जाम नभएतिरैबाट जाने होला होइन।